नमस्ते। सामुद्रिक हल बीमा अर्थात् मरीन हल इन्स्योरेन्सको यस व्याख्यामा स्वागत छ। आज हामी एउटा यस्तो रोमाञ्चक र उच्च जोखिमपूर्ण संसारमा प्रवेश गर्दैछौँ जहाँ अर्बौं डलरका सम्पत्तिहरू समुद्रका शक्तिशाली छालहरूसँग पौँठेजोरी खेलिरहेका हुन्छन्। तयार हुनुहुन्छ त? आउनुहोस् यो जटिल तर अत्यन्तै रोचक विषयलाई सँगै बुझौँ। ठिक छ, अब यस विषयमा गहिरिएर हेरौँ। संसारभरका यी व्यापारिक पानी जहाजहरूलाई एकपटक सम्झनुस् त। तिनको आकार र मूल्य कति विशाल हुन्छ। समुद्रमा तैरिने यी अर्बौं डलरका सम्पत्तिहरू वास्तवमै विश्व व्यापारका मेरुदण्ड हुन्। तर यति ठूलो आर्थिक मूल्य बोकेका यी संरचनाहरूलाई भयानक समुद्री आँधी र विपत्तिहरूबाट कसरी सुरक्षित राखिन्छ त? यसको रहस्य नै सामुद्रिक बीमा प्रणालीभित्र लुकेको छ। खण्ड 1, हलको आधारभूत बुझाइ अर्थात् सम्पत्तिको परिभाषा। बीमाको भाषामा भन्नुपर्दा हल भनेको जहाजको मुख्य भौतिक संरचना हो। यसमा जहाजको पिन्ध, डेक र भित्ताहरू पर्छन्। तर याद राख्नुस् है, यसमा जहाजका मास्ट वा बाहिरी सुपरस्ट्रक्चरहरू भने पर्दैनन्। धेरैजसो कार्गो जहाजहरूमा डिस्प्लेसमेन्ट आकारको हल प्रयोग भएको हुन्छ। यो भी आकारको हल पानीभित्र अलि गहिराइसम्म बस्ने हुनाले यसले गजबको सन्तुलन दिन्छ र धेरै सामान बोक्न मद्दत गर्छ। अब अन्डरराइटिङको यो वर्गीकरण बुझ्न एउटा निकै रमाइलो र सरल नियम छ। सामान्यतया एउटा पानी जहाज अर्थात् शिपले डुङ्गा बोक्न सक्छ, तर डुङ्गा अर्थात् बोटले पानी जहाज बोक्न सक्दैन। पानी जहाजहरू महासागरको लामो यात्रा गर्छन्, तर डुङ्गाहरू नदी वा किनारमा मात्र चल्छन्। सुन्दा निकै सामान्य लागे पनि यो तुलनाले बीमाकर्ताहरूलाई जोखिमको स्तर र पोलिसीको प्रकार तय गर्न ठूलो मद्दत गर्छ। खण्ड 2, कभरेजका मुख्य तत्वहरू अर्थात् लगानीको सुरक्षा। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने आधारभूत हल बीमाले जहाजको भौतिक ढाँचा र जडान भएका फर्निचरलाई मात्र कभर गर्छ। तर जहाज चलाउन त इन्जिन चाहिन्छ, होइन र? त्यसैले यसलाई प्राय मेसिनरी बीमासँग जोडेर हल एन्ड मेसिनरी कभरेज बनाइन्छ। यसो गर्दा जहाजको इन्जिन, क्रेन र अन्य सञ्चालन उपकरणहरूले पनि पूर्ण सुरक्षा पाउँछन्। साँच्ची भन्नुपर्दा जहाज मालिकहरूको लागि यो नै सबैभन्दा भरपर्दो सुरक्षा कवच हो। खण्ड 3, हल दाबीहरूको व्यवस्थापन जब विपत्ति आइलाग्छ। कुनै पनि दुर्घटना हुनासाथ दाबी अर्थात् क्लेम अनुसन्धानको प्रक्रिया सुरु भइहाल्छ। पहिलो कदम भनेको तथ्य सङ्कलन र तत्काल विवरणहरू जुटाउने नै हो। अब जहाजहरू धेरैजसो दुर्गम स्थान वा बीच समुद्रमै दुर्घटनामा पर्ने हुनाले अवस्था बुझ्न अलि गाह्रो हुन्छ। त्यसैले स्वतन्त्र विशेषज्ञ र एभरेज एडजस्टरहरूलाई नियुक्त गरिन्छ। उनीहरूले एकदमै निष्पक्ष रूपमा क्षतिको मूल्याङ्कन गरेपछि मात्र बीमा कम्पनी र जहाज मालिक बीच दाबी मिलान र भुक्तानीको प्रक्रिया अघि बढ्छ। खण्ड 4, हल दाबीको एउटा रोचक उदाहरण जनरल एभरेज। एकछिन कल्पना गर्नुस् त, एउटा ठूलो कार्गो जहाज बीच समुद्रमा बालुवामा धसिएर नराम्ररी फस्यो। पुरै जहाज र त्यसमा रहेको सबै सामान डुब्ने भयानक खतरा छ। यस्तो बेला सम्पूर्ण यात्रालाई बचाउन क्याप्टेनले एउटा कठोर निर्णय लिन्छन्। जानी जानी केही बहुमूल्य कार्गो समुद्रमा फ्याँक्ने, ताकि जहाज हल्का होस् र फेरि तैरिन सकोस्। यसरी सबैलाई बचाउन गरिएको यो जानको त्यागलाई सामुद्रिक कानूनमा जनरल एभरेज भनिन्छ। नियमअनुसार जसको सामान बच्यो उसले नोक्सान बेहोर्नेलाई क्षतिपूर्ति दिन योगदान गर्नुपर्छ। यो सामुद्रिक बीमाको निकै पुरानो तर अत्यन्तै गजबको सिद्धान्त हो। खण्ड 5, पुनर्बीमा सुरक्षा जाल बजारलाई कसरी स्थिर राख्ने। र यसले अत्यन्त उत्कृष्ट रूपमा देखाउँछ कि बीमा कम्पनीहरूलाई पनि किन सुरक्षा चाहिन्छ। कहिलेकाहीँ आँधी बेहरीका कारण धेरै साना नोक्सानहरू लगातार हुन सक्छन्, जसलाई हामी फ्रिक्वेन्सी भन्छौं। वा कहिलेकाहीँ एउटै ठूलो आगलागी वा विस्फोटले भयानक विनाश ल्याउन सक्छ, जसलाई सिभियरिटी भनिन्छ। यस्ता अकल्पनीय जोखिमहरू धान्न र बजारमा आफ्नो आर्थिक क्षमता कायम राख्न बीमा कम्पनीहरूले आफ्नो जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गर्छन्। यसैलाई पुनर्बीमा अर्थात् रिइन्स्योरेन्स भनिन्छ। यो नै सिङ्गो उद्योगलाई जोगाउने अन्तिम सुरक्षा जाल हो। अब हामी निष्कर्षतिर आइपुगेका छौं। एउटा भौतिक जहाजको संरचनाबाट सुरु भएको यो यात्रा अन्डरराइटिङ, दावी व्यवस्थापन हुँदै पुनर्बीमाको बलियो सुरक्षा जालसम्म पुगेर पूरा हुन्छ। यही सुव्यवस्थित र एक आपसमा जोडिएको प्रणालीले नै गर्दा अथाह जोखिमहरूको बावजुद पनि विशाल सामुद्रिक व्यापार आजसम्म निर्बाध र शान्त रूपमा अघि बढिरहेको छ। तर जाने बेलामा एउटा प्रश्न छोडेर जान चाहन्छु।
प्रविधिको विकाससँगै आज हजारौं कन्टेनर बोक्ने भीमकाया जहाजहरू समुद्रमा तैरिरहेका छन्। जहाजहरूको आकार यसरी अभूतपूर्व रूपमा बढ्दै जाँदा भोलिका दिनमा आउने यस्ता अकल्पनीय आकारका जोखिमहरूलाई व्यवस्थापन गर्न बीमा उद्योगले कसरी आफूलाई ढाल्दै लैजाला, यो साँच्चै नै एउटा सोचनीय विषय हो, होइन र? सामुद्रिक हल बीमाको यस व्याख्यामा आजलाई यति नै। आशा छ यहाँहरूले नयाँ कुरा सिक्नुभयो।